सम्पूर्णमा जय मसी र आज चाहिँ हामी खेतीमा आएका छौँ। अन्डमान नेपाली चर्च चाहिँ अन्डमानको नेपाली बस्तीमा आज हामी केही चलचित्र प्रभुको मुभीलाई देखाएर यहाँनिर सुसमाचारको काम गर्न लागेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ सेटअप गरिँदैछ। त्यसरी यो चाहिँ तपाईँको अन्डमानको नेपाली बस्ती हो। यहाँ चाहिँ धेरै नेपालीहरू बस्नुहुन्छ। तपाईले देख्न सक्नुहुन्छ यहाँनिर केटाहरूले एकदमै सेटअप गरिरहेको छ। तपाईलाई हामी आमन्त्रित गर्दछौँ यो एउटा पिक्चरको निम्ति। तपाईहरुकोमा समय छ भने तपाईहरु आउन सक्नुहुन्छ। केही समय तपाईले हामीलाई यो पिक्चर हेर्नको निम्ति हामी तपाईलाई निमन्त्रणा दिँदछौँ। तपाईहरु आउनुहोस्, यहाँ जग्गाहरू छ, तपाईहरु बसेर आरामले यो पिक्चर हेर्न सक्नुहुनेछ। ओके, अनि यो पिक्चरद्वारा तपाईहरुलाई संसारको सृष्टिदेखि लिएर संसार अन्त हुनेसम्मको एउटा घटनालाई पिक्चर आधारित बनाएको छ। हिन्दीमा छ, तपाईहरुलाई यो हामी देखाउन चाहन्छौँ। यो पिक्चर चाहिँ आजको यो दिनहरुमा चाहिँ अन्डमानको विभिन्न ठाउँहरुमा, विभिन्न आइल्यान्डहरुमा यो पिक्चर हाम्रो यहाँ पछाडि फ्लोरेन्स सर हुनुहुन्छ, उहाँद्वारा चाहिँ यो विभिन्न ठाउँहरुमा देखाइराखेको छ। केही दिन मात्र जंगली घाटको एउटा ठाउँमा हामीले उहाँद्वारा यो पिक्चर देखायो। अनि आज पनि हाम्रो गाउँमा पनि हामीले यो पिक्चर देखाउन चाहन्छौँ भनेर उहाँलाई हामीले बोलाएका थियौँ। अनि आज उहाँहरू आउनुभएको छ। यो पिक्चर चाहिँ तपाईहरुलाई एउटा बुझ्नका निम्ति यो संसारको सृष्टि कसरी भयो अनि संसारको सृष्टि गर्नुहुने को हुनुहुन्छ अनि अबको दिनमा संसारमा चाहिँ कुन प्रकारको परिस्थितिहरू हुन गइराखेको छ। यी सबै थोक चाहिँ काल्पनिक रूपमा होइन, तर धेरै अध्ययन गरेर मानिसहरूले धेरै बाइबलको आधारमा र विभिन्न तत्त्वलाई मिलाएर अन्तिम निष्कर्षमा आएर बनाएको एउटा पिक्चर छ। तपाईले देख्न सक्नुहुनेछ। अनि त्यो पिक्चर पश्चात म तपाईहरुसँग फेरि पनि बात गर्नेछु। तपाईहरु जतिजना आइदिनु भएको छ म धेरै धन्यवाद दिन चाहन्छु। तपाईहरु यहाँ चेयरहरू खाली छ, हाम्रो भाइहरू बस्न सक्छ। हाम्रो दिलीप, हाम्रो भाइहरू बसेर पनि हेर्न सक्नुहुन्छ। अनि अब फेरि पनि हाम्रो गाउँको जति पनि हुनुहुन्छ तपाईलाई हामी निमन्त्रणा गर्न चाहन्छौँ। तपाईहरु आउन सक्नुहुन्छ, आएर बसेर तपाईले पिक्चर हेर्न सक्नुहुनेछ। हुन्छ, हामी पिक्चरप्रति जानेछौँ। नानीले डिस्टर्ब नगर्ने, जसले डिस्टर्ब गर्छ अहिले मिठाई पाउँदैन मेरोबाट। मैंने कहा उजियाला हो जाए। इज़राइल ने पहले कभी ऐसा कष्ट नहीं सहा। लोग दाऊद के जैसे एक नए राजा के लिए प्रतिदिन प्रार्थना करते रहे, जो उन्हें उद्धार की ओर ले जाए। गलीलिया के ना हजुर के लानु भएको? यो के हो? ए बाँड्नु लानु भएको? ए ल ल ल, यो चाहिँ हाम्रो अर्जुन दाईको घर हो। यता के हुँदैछ हौ दाई? चिया चिया र के पाकेको? चिया, मकै, पकवान, बटर, के हो? मटर, बिस्कुट, चिया है? चिया। अर्जुन दाईको हो यो घर? अर्जुन दाईको पपकर्न पाकिसक्यो? पाकिसक्यो, पकवान उतापट्टि छ। ए कता? प्याक गरेर लाँदैछ त। यो उता घरमा। ल हाम्रो यहाँ दाईहरू दुईजना बनाउनु हुँदैछ। पपकर्न र चिया पाक्दैछ है। ओके, ल पास गरिदिनुस् न यहाँबाट भन्नु। यो के हो? पपकर्न प्याकिङ गर्दैछ। हजुर पास गरिदिनु भन्नु नि ल। त्यही भनेको। ओइ के खाएको? हाम्रो गुराँस यहाँनिर गुराँसलाई हेर्नु है। आमा हाँसेको हेर्न मुख छोपेर। इसे लेकर खाओ। Shattered.
द्वेष, बस शांति, समाधान और आनंद ही होगा। छुड़ाकर अनंत काल का जीवन देने के लिए यीशु मसीह दोबारा आएंगे। इस सत्य को आप मत भूलिए। तपाईलाई केही समय धैर्य धारण गरी बसिदिनको निम्ति म अनुरोध गर्न चाहन्छु। मेरो आवाज पछाडिकोहरूले सुन्दै हुनुहुन्छ होला? ओके, साँच्चै नै आजको यो पिक्चर चाहिँ तपाईँहरूको जीवनमा तपाईँहरूलाई बहकाउनका निम्ति हामीले राखेको होइन, या तपाईँहरूलाई मनोरञ्जनको निम्ति मात्र पनि होइन, तर यो चलचित्रद्वारा यो भित्रको सत्यतालाई हामी तपाईँहरूको अगाडि उजागर गर्न चाहन्छौँ। परमेश्वरले संसारलाई आफ्नो हातले सृष्टि गर्नुभयो र सृष्टि गर्दै गर्दाखेरि उहाँले सबै थोकलाई बनाइसकेपछि मानिसलाई तपाईँ म अर्थात् हामी मानिसलाई परमेश्वरले आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो भनेर बाइबलले भन्दछ। अनि बाइबलले हामीलाई स्पष्टै जानकारी दिन छ कि परमेश्वर चाहिँ जस्तो हुनुहुन्छ हामी पनि त्यही रूपमा बनाएका छौँ। तपाईँ अनि ममा बनावटलाई हेऱ्यो भने तपाईँको दुईटा हात छ, मेरो दुईटा हात छ, तपाईँको पनि दुईटा आँखा, मेरो पनि दुईटा आँखा छ। हामी एकअर्कामा हेऱ्यो भने हाम्रो अनुहार अलिकति मिल्दैन, तर सम्पूर्ण बनावट मिल्दछ। अनि बाइबलले के भन्दछ भन्दाखेरि यो पिक्चरले पनि हामीलाई त्यही कुरो बताउँदछ कि मानिसलाई चाहिँ परमेश्वरले आफ्नो स्वरूपमा बनाए। जस्तो परमेश्वर हुनुहुन्छ तपाईँ अनि म पनि त्यस्तै छौँ। तपाईँ अनि मलाई पनि परमेश्वरले त्यही ढङ्गमा बनाउनु भयो। यहाँ अरू कुनै विकल्प छैन, यहाँ अरू कुनै तत्त्व नै छैन, अरू कुनै यसमा भनौँ भने वाद विवादका कुरा छैनन्। तर जब मानिस यो संसारमा बढ्दै गयो, मानिसद्वारा यो संसारमा पापलाई भित्राउने काम मानिसद्वारा भएका छन्। परमेश्वरले मानिसलाई पवित्रतामा बनाउनु भयो, तर मानिसको आफ्नो शैलीको कारणले मानिसको जीवनमा पाप आएको छ। अनि बाइबलले के भन्दछ भन्दाखेरि हरेक पापले चाहिँ मानिसलाई मृत्युमा पुर्याउँदछ। यो संसारमा जन्मेका हरेक मानिस पापमा जन्मेका हुन्छन्। जबसम्म मानिसले पापबाट छुटकारा पाउँदैन, उनी सृष्टि गरेका परमेश्वरसँग मानिस कहिले पनि मिल्न पाउँदैन, किनभने परमेश्वर चाहिँ पवित्र हुनुहुन्छ। अनि बाइबलले हामीले के भन्दछ भन्दाखेरि रोमी 3:23 भनेर बाइबलमा एउटा भागमा लेखेको छ। त्यहाँ के लेखेको छ भने किनभने सबैले पाप गरेको छ र परमेश्वरको महिमाबाट मानिस टाढा भएको छ। मानिसको जीवनको पापले गर्दाखेरि मानिस चाहिँ आफ्नो सृष्टिकर्तादेखि टाढा भएको छ। सृष्टिकर्ता अर्थात् जसले तपाईँ अनि मलाई बनाउनु भयो। धेरैजना मानिसको आफ्नो आफ्नो सोच छ, कसले यो संसारलाई रच्यो, मानिसलाई कसले बनायो। तर मलाई मेरो बाइबलले ग्यारेन्टी के दिँदछ भन्दाखेरि परमेश्वर जस्तो हुनुहुन्छ स्वर्गमा त्यस्तै गरेर उहाँले मलाई बनाउनु भयो। मेरो आस्था छ यो कुरोमा, मेरो विश्वास यो कुरोमा। अनि आज बाइबलले के भन्दछ भन्दाखेरि परमेश्वर चाहिँ पवित्र हुनुहुन्छ, मानिस चाहिँ के हुन्छ, पापमा छ। अनि यसकारण परमेश्वरले मानिसलाई त्यो पापमा नष्ट भएको देखेको अवस्थामा मानिसलाई पापबाट छुटकारा दिनको निम्ति परमेश्वरले आफ्नो पुत्र अर्थात् येशू ख्रिस्टलाई, जसलाई जीसस क्राइस्ट भनेर भन्दछ, उहाँलाई संसारमा पठाउनु भयो। अनि तपाईँ अनि म चाहिँ आफ्नो सृष्टिकर्तामा जबसम्म हामी जोडिँदैनौँ हाम्रो जीवन अपूर्ण छ। हाम्रो जीवनमा पापको कारणले गर्दा हामी आजसम्म पनि साँचो परमेश्वरदेखि हामी वञ्चित भएका छौँ। मानिसले आफ्नो पापबाट छुटकारा पाउनको निम्ति धेरै थोकहरूको उपयोग गर्न थाल्छ, तर बाइबलले के भन्दछ, धर्मशास्त्रले के भन्दछ, येशू ख्रिस्टद्वारा मात्र यो संसारबाट मानिसले उद्धार पाउँदैछ। मेरो आमाले 13 वर्षको उमेरमा एउटा पुरोहित परिवारबाट उहाँले परमेश्वरलाई विश्वास गर्नुभएको, पुरोहित परिवारको कान्छी छोरीको रूपमा उहाँले परमेश्वरलाई आफ्नो जीवनको मुक्तिदाता भन्ने उहाँले विश्वास गर्नुभयो। जुन घरमा चाहिँ दिनौँ सम्पूर्ण परिवारले तपाईँको दिनौँ पूजा गर्ने गर्थे, तर त्यो परिवारबाट चाहिँ मेरो मम्मीले येशूलाई चिन्नुभयो। तपाईँको जस्तो पनि पाप किन नहोस्, तपाईँको जीवनमा पुर्खादेखि बगिआएको श्राप किन नहोस्, तर आज येशू ती सम्पूर्ण श्रापबाट मानिसलाई छुटकारा दिन तयारी हुनुहुन्छ। हरेक मानिसलाई आज येशूको खाँचो छ। अनि यो सन्देश, यो चलचित्रको उद्देश्य नै मानिसलाई जानकारी गराउन चाहन्छौँ कि मानिसभित्र भएको पापलाई हटाउन सक्ने चाहिँ केवल येशू मात्र हुनुहुन्छ। हामी सबैजनालाई थाहा छ नि, म हाम्रो गाउँका जतिजना हुनुहुन्छ माफ गर्नु होला, मैले सायद यो कुरा तपाईँलाई भन्न मिल्दैन होला, तैपनि म तपाईँलाई बुझ्नको निम्ति एउटा कुरो बताउन चाहन्छु। सालमा दसैँको समयमा हरेकले मार हान्ने गर्छ परिवारमा, होइन र? मार हान्नुको अर्थ चाहिँ के हो? मार हान्नुको अर्थ चाहिँ सालभरिमा मेरो घरनाबाट गएको पाप चाहिँ त्यो के होस्, त्यो पाखरामा अर्थात् पाठोमा के होस्, त्यो पाप ढालियोस्।
मानिसको जीवनमा पशुको बलिले कहिले पनि मानिसको पाप हरण हुन सक्दैन। मानिसको निम्ति मानिसै चाहिन्छ अनि येशू चाहिँ त्यो बलि हुनुहुन्छ। येशू चाहिँ त्यो बलि हुनुहुन्छ जो बलिबाट चाहिँ अघिबाटै तपाईको निम्ति पाठको रूपमा उहाँले आफूलाई समर्पण गरिसक्नुभयो। आज जुन मानिसले येशूलाई आफ्नो जीवनको उद्धारकर्ता मुक्तिदाता भनी विश्वास गर्छ, परमेश्वर तयारी हुनुहुन्छ त्यो व्यक्तिको जीवनमा पुस्तौँदेखि बगिआएको श्रापबाट छुटकारा दिनका निम्ति, पुस्तौँदेखि बगिआएको पापबाट मानिसलाई निकाल्नका निम्ति येशूको रगतले तपाईले मलाई छुटकारा दिन तयारी हुनुहुन्छ। म मेरो गाउँको मानिसलाई यही भन्न चाहन्छु, हामी तपाईलाई प्रेम गर्छौँ, हामी तपाईलाई बहकाउनका निम्ति आएका होइनौँ, हामी तपाईलाई लोभ देखाउनका निम्ति आएका होइनौँ, प्रलोभन गर्नका निम्ति आएका होइनौँ हामी। तर सत्य कुरा जो आशिष भाइले दिनौँ यो गाउँको निम्ति बाँड्न चाहेको छ, यो चाहिँ के भने येशूमा चाहिँ जीवन छ। धेरैजना मानिसले भन्छ येशू धर्म होइन, क्रिस्चियन धर्म हुँदै होइन, क्रिस्चियन धर्म हुँदै होइन। यो सत्यता हो। मानिसले बुझोस्, मानिसले उच्चारण गर्नको निम्ति मात्र धर्म भनेर भनिएको छ, तर वास्तविकमा क्रिस्चियन चाहिँ कुनै धर्म होइन। क्रिस्चियन चाहिँ एउटा सत्यता हो, जुन सत्यताले चाहिँ मानिसलाई पापबाट छुटकारा दिँदछ। बाइबलले के भन्दछ भन्दाखेरि जुन व्यक्तिले चाहिँ आफ्नो जीवनमा, यहाँ बाइबलले यस प्रकारले लेखेको छ, किनकि प्रभुको नाउँ पुकार्ने हरेकले चाहिँ उद्धार पाउनेछ। जुन पापबाट तपाईले उद्धार पाउन चाहनु भएको छ, येशू चाहिँ त्यो पापबाट उद्धार गर्ने परमेश्वर हुनुहुन्छ। येशू चाहिँ त्यो पापबाट छुटकारा दिने परमेश्वर हुनुहुन्छ। किनभने बाइबलले हामीलाई के भन्दछ भनेदेखि यूहन्ना 14:16 मा परमेश्वरको पुत्र अर्थात् येशू चाहिँ बाटो, सत्य अनि जीवन हुनुहुन्छ। जुन सत्य अर्थात् पापबाट मानिसले कसरी छुटकारा पाउने बाटो अर्थात् स्वर्ग पुग्ने बाटो, अनि जीवन जो चाहिँ मृत्यु पश्चातको जीवन केवल येशूमा मात्र छ। मेरो प्रिय गाउँले सम्पूर्ण आमा बाबुहरूलाई, दाजुभाइहरूलाई म भन्न चाहन्छु, येशूमा जीवन छ तपाईको निम्ति। येशू तपाईलाई अनन्त जीवन दिनका निम्ति यो संसारमा आउनुभयो, मेरो निम्ति आउनुभयो। म विश्वास गर्दछु, म एउटा ईसाई भएको नाताले मैले धर्म प्रचार गरेको होइन, तर यो सत्यतालाई मैले तपाईहरुको अगाडि लिएर आउन चाहेको। यसकारण मैले 2013 देखि नयाँ गाउँमा पाइला टेके अनि आजसम्म पनि म नयाँ गाउँमा छु। अनि एउटै कुरो छ, मेरो उद्देश्य हरेक मानिसले साँचो कुरो पाओस्। तपाईलाई लोभ्याउनका निम्ति आएको होइन, यहाँ इसाईहरूको संख्या बढाउनका निम्ति म कुनै रीतिले आएकै होइन, तर एउटा कुरोले जसरी मेरो घरनाले येशूद्वारा जीवन पायो, मेरो नयाँ गाउँमा भएका सम्पूर्ण आमा बाबुहरूले पनि येशूद्वारा जीवन पाओस्, अनन्त जीवन। जो जीवनको चाहिँ अन्त कहिले पनि छैन। यो शरीर हो, एक दिन नष्ट भएर जान्छ, तर हामी भित्र भएको एउटा के छ? आत्मा छ। यो आत्मा चाहिँ जाने जग्गा दुईटा मात्रै छ, कि त स्वर्ग कि त नर्क। जुन मानिसले येशूलाई आफ्नो जीवनको मुक्तिदाता भनी विश्वास गरेको छ, त्यो व्यक्तिले स्वर्ग प्राप्त गर्नेछ। बाइबलले भन्दछ, म भन्दिनँ मैले भनेको कुरा त आज छ, भोलि त्यो कुरो मेटेर जान सक्छ, तर बाइबलले युगानुयुग सालदेखि लेखिएर हरेक मानिसले विश्वास गरेको यो धर्मशास्त्र बाइबलले यही कुरा भन्दछ, येशूमा चाहिँ उद्धार अनि मुक्ति छ। जो व्यक्तिले विश्वास गर्छ त्यो व्यक्तिले आज नै पापबाट छुटकारा पाउनेछ। म तपाईहरुको अगाडि उद्धार अनि मुक्ति लिएर आएको छु। म तपाईको अगाडि येशूको नाममा उद्धार अनि मुक्ति, येशूको नाममा जीवन लिएर आएको छु। जुन जीवन तपाईलाई प्रशस्ततामा परमेश्वरले दिन चाहनुहुन्छ। यहाँ कुनै पैसाको, यहाँ कुनै रुपियाँको, यहाँ कुनै लोभको, यहाँ कुनै लालचको कुरा छैन। यहाँ धेरैजना मानिसले भन्ने गर्छ क्रिस्चियनहरूले पैसा दिन्छ र लोभ र लालच दिएर हामीलाई फकाउँछ। मैले तपाईलाई कति दिन सक्छु र? तपाईले अहिलेसम्म कमाउँदै गरेको पैसाले मानिसलाई पुगेको छैन। मैले कति दिन सक्छु र तपाईलाई? पैसाले होइन, तर सत्यता कुरा तपाईहरुको अगाडि लिएर आउँदछु। येशूमा जीवन छ। येशूमा के छ? जीवन छ। अनि यूहन्ना 3:16 के भन्दछ भन्दाखेरि संसारमा भएको मानिस कोही पनि नष्ट नहोस् भनेर भन्दछ। यसकारण बाइबलले के भन्दछ? संसारमा भएको मानिसले चाहिँ आफ्नो जीवन नष्ट नपाओस्, तर येशूद्वारा चाहिँ अनन्त जीवन पाओस् भनेर भन्दछ। यसकारण परमेश्वरले आफ्नो पुत्रलाई हाम्रो सम्पूर्ण मानिसको पापलाई मेटाउनको निम्ति एउटा उपायको रूपमा यो संसारमा पठाउनु भयो। अनि आजको यो चलचित्रको मूल उद्देश्य नै तपाईलाई हामी बताउन चाहन्छौँ। मानिसको सृष्टि कसरी भयो, मानिस कुन प्रकारले पापमा गिर्यो, पापको कारणले मानिसको जीवनमा के हुँदछ, अनि पापबाट मानिसले कसरी छुटकारा पाउन सक्छ। यदि तपाईँ अझै यो कुरामा अझै वृत्तान्त रूपमा सिक्न या सुन्न या बुझ्न चाहनुहुन्छ भने मेरो घर तपाईँ सबैजनाले देखेको छ, तपाईँहरू जहिले पनि आउन सक्नुहुन्छ। यहाँ बस्दै गरेका यदि कोही पनि हुनुहुन्छ, तपाईँले आफ्नो मनलाई येशूप्रति फर्काउन चाहनुहुन्छ भने हामी तपाईँलाई यो समय तपाईँलाई हामी अगाडि बोलाउन चाहन्छौँ। तपाईँले आउन सक्नुहुन्छ, आफ्नो जीवन येशूलाई दिन सक्नुहुन्छ। कुनै पैसाको यहाँ कुरा छैन,
कुनै लोभ्याउने कुरा छैन, तपाईँलाई बहकाउने कुरा छैन। तपाईँको मनभित्रको इच्छाद्वारा तपाईँको घरमा परमेश्वरले उद्धार ल्याउनु हुनेछ। तपाईँको आफ्नो निर्णयद्वारा तपाईँको घरमा परमेश्वरले उद्धार ल्याउनु हुनेछ। धन्यवाद तपाईँहरू सबैजनालाई आफ्नो बहुमूल्य समय दिएर तपाईँहरू हाम्रो बिचमा आइदिनु भयो। तपाईँको घरनामा येशूले शान्ति पठाउन्, तपाईँको जीवनमा येशूले शान्ति पठाउन्, तपाईँको रुकेको कामलाई परमेश्वरले फेरि पनि खोलिदिउन्, तपाईँको आउनेवाला आयस्रोतमा परमेश्वरले आशिष दिउन्, तपाईँको नानीहरूलाई अनन्त जीवन दिउन्, तपाईँको नानीहरूमा फलिफापहरू आउन्, तपाईँको घरनामा शान्तिले जहिले पनि बास गरौँ। हामी यही कुरा तपाईँहरूको निम्ति भन्न चाहन्छौँ, हामी तपाईँहरूको निम्ति प्रार्थना गर्न चाहन्छौँ। परमेश्वर पिता, नयाँ गाउँ दुध लाइनमा भएका जति पनि हाम्रो प्रियजनहरू छ, प्रभु येशूको पवित्र नाममा म प्रार्थना गर्दछु, उहाँहरूको जीवनमा शान्तिले, उहाँहरूको जीवनमा सुरक्षाले, उहाँहरूको जीवनमा आरोग्यताले, उहाँहरूको जीवनमा ओ मेरो परमेश्वर अनुग्रहले बास गरेकोस् प्रभु। उहाँहरूको दुःखलाई, उहाँहरूको कष्टलाई, उहाँहरूको समस्यालाई, उहाँहरूको पीडालाई, उहाँहरू भित्र भएका हरेक चोटलाई तपाईँले धोइदिनुहोस् प्रभु। उहाँहरूको जीवनमा जुन अशान्तिमा, जुन बोझमा उहाँहरू जिउँदै हुनुहुन्छ त्यो कुरोबाट छुटकारा दिनुहोस् प्रभु। र यो गाउँको मानिसले तपाईँको प्रेमलाई बुझ्न सकेको होस्। नयाँ गाउँ दुधलाइलाई प्रेम गर्ने परमेश्वर तपाईँ हुनुहुन्छ। धन्यवाद तपाईँलाई येशूको नाममा, आमेन। धेरै धेरै धन्यवाद छ तपाईँ सबैजनालाई। अझै तपाईँहरू बुझ्न चाहनुहुन्छ भने मेरो घरको दैलो तपाईँहरूको निम्ति खुला छ, तपाईँहरू निष्फिक्री तपाईँहरू आउन सक्नुहुन्छ। हामी तपाईँलाई अझै पनि बुझाउन चाहन्छौँ। परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुहुन्छ। नमस्कार, जय मसीह।